हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म हजुरहरूलाई एआईबाट कसरी आफ्नो आवाज जस्तै गीत बनाउने भनेर बनाउँदै गरेको छु। हजुरले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हामीले पहिला कुरा गुगल क्रोम वा फायरफक्स जहाँमा पनि हजुरले मोबाइलमा पनि गर्न सक्नुहुन्छ। हजुरले पहिला कुरा आफ्नो मोबाइल र फायरफक्स जस्तो जो छ हजुरको ब्राउजर आफ्नो त्यसमा गएर suno.ai सर्च गर्नुहोला। अनि त्यो सर्च गरेर हजुरले देख्न सक्नुहुन्छ यो खोलिसकेर आइसकेको छ र यसको अफिसियल वेबसाइट हो यो। हजुरहरूले साइन अप र लगइन गर्न सक्नुहुन्छ। अहिले म साइन अप गर्न गइरहेको छु। साइन अपमा क्लिक गर्नु होला। अनि साइन अपमा क्लिक गरिसकेपछि हजुरले आफ्नो अब कुन वेबसाइट कुन साइटबाट आफूले गर्ने हो, डिस्कर्ड गर्ने कि आफ्नो मोबाइल नम्बरबाट गर्ने कि कहाँमा गर्ने। म अहिले सिधा कुरा सजिलो र इफेक्टिभ हुन्छ गुगलबाट गर्न गइरहेको छु। गुगलमा जानु होला। अनि गुगलमा गइसकेपछि हामीले गुगलबाटै हुन्छ अलि एकछिन रोक्नुपर्छ र टाइम लाग्छ। म अहिले यो आफ्नो इमेलबाट लगाउन गइरहेको छु। हजुरहरूले अब आफ्नो जुन इमेल गरेर गर्ने हो त्यही जिमेल एकाउन्ट हजुरले बनाउनु होला। अनि हजुरहरूले अब हजुरले देख्न सक्नुहुन्छ म एउटा लिरिक्स यसबाट लेखाउन गइरहेको छु। अब लिरिक्स यो चाहिँ अब मैले राम्रोसँग बनाएको छु। हजुरले राम्रोसँग बनाउनु होला। अनि अहिले चाहिँ च्याटजीपीटीले हाम्रो लागि एउटा राम्रो स्क्रिप्ट लेख्दैछ। अनि सँगसँगै मैले पेस्ट पनि गर्दैछु। यो कपी गर्दैछु पेस्ट अब यसबाट कपी गरेर हामी अब यसमा आएर पेस्ट गर्नेछौँ। पहिलाको हाम्रो चाहिँ अलिक गल्ती भएको थियो। अब हामी यसमा गएर पेस्ट गर्छौँ। अनि हामी तल डिस्क्रिप्सन पनि हटाइदिन्छु यसलाई। अनि यो चाहिँ हाम्रो अहिले हेरिदिन्छु। यो हाम्रो क्रिएट भयो तर कुडन्ट जेनेरेट डेट मतलब सरी यो यस्तो गल्ती भयो मेरो। खै यो मेरो कपिराइट लाग्यो जस्तो भयो कि त अब हामी यसलाई डिस्क्रिप्सनलाई हटाएर रहेछौँ। अघि हटाएछ भन्दैछ सरी। अब हामी डिस्क्रिप्सनलाई हटाएर अब सिधा कुरा हामी गर्नेछौँ। यसलाई हामी पेस्ट गरेर क्रिएटमा क्लिक गऱ्यौँ है। अब हामी क्रिएटमा क्लिक गरिसकेपछि हाम्रो गीत बन्दैछ। गीत बन्न अब हामीलाई थोरै टाइम लाग्छ। गीत बनिसकेको छ। अहिले हेरौँ हाम्रो गीत बनिसकेको छ र अब हाम्रो चाहिँ नेटको स्लो भएको कारणले अलि हल्का हुनसक्छ। हजुरहरूले यसबाट धेरै पनि गीत बनाउन सक्नुहुन्छ। यसबाट मालामाल पनि बन्न सक्नुहुन्छ है। तर यसको लागि हजुरहरूले आफ्नो यसको चाहिँ फ्री भर्जनबाट हामीले यसको मोनिटाइज गर्न सक्दैनौँ। त्यसैले हामीले यसको पेड भर्जन लिनुपर्छ मोनिटाइज गर्नको लागि। हजुरले गीत सुन्न सक्नुहुन्छ। सुन्नुहोस् त एकचोटि। हजुरलाई गीत कस्तो लाग्यो? हजुरलाई गीत राम्रो लाग्यो भने हजुरले हामीलाई भन्न सक्नुहुन्छ। अझै यसले चाहिँ राम्रो गीत बनाइदिन सक्छ र यसबाटै हामीले डाउनलोड पनि गर्न सक्छौँ है। डाउनलोड गर्न पनि सक्छौँ अनि हामीले यसबाट सबै चिज गर्न सक्छौँ। आजको भिडियोमा यति नै। हजुरले भिडियोलाई मन पर्यो भने भिडियोलाई हेर्न नबिर्सनु होला। अनि भिडियोलाई लाइक गर्न र कमेन्ट गर्न पनि नबिर्सनु होला। ओके बाई बाई।